नमस्कार भन्न चाहे यतिखेर म अछाम जिल्लाको बेलखेत भन्ने ठाउँमा छु। तपाईँ देख्न सक्नुहुन्छ पहाडीको दैलेख। ऊ त्यो राकम जाने बाटो भने यो कर्णाली नदी। यो चाहिँ अछाम जिल्लाको भ्यू हो। ठ्याक्कै हामी सिमानामा छौँ यतिखेर। बेलुकाको समयमा चिसो हावा खाँदै प्रकृतिसँग रमाइरहेका छौँ। कर्णाली नदी तपाईँ देखिरहनु भएको छ, तल यो कर्णाली नदी हो। उहाँहरू गाडीमा आउनुभएको छ, पर्यटक सरहरू उहाँहरू रमाइलो गरिरहनु भएको छ अछाम र दैलेखको बिचको सिमानामा। यस्तो छ हेर्नुहोस्, यो सिमाना क्षेत्र एकदमै रमाइलो छ, घमाइलो छ। तपाईँहरू पनि यदि यो अछाम जिल्ला भ्रमण गर्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा आउन सक्नुभएन भने पनि यसै भिडियो मार्फत हेरेर चाहिँ आनन्द लिनुहोला। यो कर्णाली नदी हो। यो कर्णाली नदी पहाडीपट्टिको राकम जाने बाटो, मुगु, कालीकोट, हुम्ला, जुम्ला, दैलेख जाने बाटो चाहिँ त्यो माथिपट्टिको भने त्यहाँबाट छुट्छ। यो हाम्रो चाहिँ अछाम जिल्ला हो। यहाँबाट ट्याक्टर लगाएर हजुरको यो बाटो भएर हामी चाहिँ अछाम जाने, मङ्गलसेन सदरमुकामसम्म जाने, रामबस्ती जाने बाटो त्यही हो। अनि यतातिर कस्तो मजाको फाँट छ। आहा, सुन्दर पहाडी जिल्लाको सुन्दर अछाम जिल्ला।